Hello everyone, I'm Nikhil Pradhan. Today we will discuss about poultry disease, that is coccidiosis. Coccidiosis भन्नाले हामीले के बुझिन्छ भन्दाखेरि यो चाहिँ एउटा के भन्दाखेरि पोल्ट्रीको चाहिँ डिजिज हो है, पोल्ट्रीको प्यारासाइटिक डिजिज हो है। यो चाहिँ प्यारासाइटले गर्दाखेरि चाहिँ यो डिजिज चाहिँ के हुन्छ, कज हुन्छ है। जस्तै प्यारासाइट जस्तै अब इमेरिया हैन, इमेरिया टेनिलाहरू हैन, अनि इमेरिया निकाट्रिक्सहरू हो हैन। हो यस्तो टाइपको चाहिँ प्यारासाइटले गर्दाखेरि चाहिँ यो डिजिज चाहिँ के हुन्छ, कज हुन्छ है। अब यो डिजिज लागिसकेपछि के हुन्छ भन्दाखेरि कुखुराहरुमा चाहिँ के समस्याहरू देखिन्छ भन्दाखेरि कुखुराहरु चाहिँ नबढ्ने है, ग्रोथ चाहिँ के हुन्छ, कुखुराको रिड्युस हुन्छ है। त्यसपछि अनि मोर्टालिटी हुन्छ है, मोर्टालिटी हुन्छ अनि ग्रोथ चाहिँ के हुन्छ, रिड्युस हुन्छ, जसले गर्दा इकोनोमिक लसेसहरू हुन्छ है। त्यसपछि अब यसको मुख्य लक्षणहरू है, सिम्पटम्सहरू हैन। अब यसको प्राइमेरी लक्षणहरू भनेको चाहिँ ब्लडी डायरिया है। डायरियामा चाहिँ के देखिन्छ, ब्लडहरू देखिन्छ हैन, एकदमै ब्लडहरू देखिन्छ हैन। अनि डायरिया चाहिँ पेल हुने है, डायरिया चाहिँ पेल हुने हैन, रातो हुने हो, यस्तो चाहिँ लक्षणहरू देखिन्छ हैन। त्यसपछि अर्को भनेको रफल्ड फेदर है। अब त्यसको पखेटा हुन्छ नि, त्यो पखेटा चाहिँ के हुन्छ, फिजाएर बसेको हुन्छ हैन, रफ टाइपको हुन्छ हैन, छोक्रेर बस्छ, एकै ठाउँमा बस्छ, दाना पानी खाँदैन है, दाना मात्र खान्छ, पानी चाहिँ अलिक कम मात्रामा खाइदिन्छ हैन, झोक्राएर बस्छ, एकदमै इनएक्टिभ हुन्छ है। यस्तो प्रकारको चाहिँ लक्षणहरू चाहिँ हामीले चाहिँ यो रोगमा देख्न सकिन्छ है। त्यसपछि अर्को के देखिन्छ भन्दाखेरि यो रोग लागिसकेपछि इन्टेस्टाइनमा चाहिँ हेमोरेजहरू हुने है, इन्टेस्टाइनल लाइनिङहरुमा चाहिँ इन्फ्लामेसन हुने है, रातो हुने हैन, ब्लडहरू जम्मा हुने है, र इन्टेस्टाइन ड्यामेज हुने हुन्छ है यो रोग लागेपछि। त्यसपछि अर्को भनेको यसको हामीले चाहिँ अब डायग्नोसिस चाहिँ कसरी चाहिँ हामीले चाहिँ यो रोगको चाहिँ निदान गर्न सकिन्छ त भन्दाखेरि सुरुमा चाहिँ हामीले फेकल एक्जामिनेसन है, फिकल एक्जामिनेसनहरू गरेर चाहिँ हामीले चाहिँ कक्सिडियाको एगहरू हेर्न सक्छौं है, ओसिस्टहरू है, ओसिस्टहरू चाहिँ हामीले चाहिँ हेर्न सक्छौं है फिकल एक्जामिनेसनबाट। अर्को भनेको चाहिँ हामीले चाहिँ कसरी डायग्नोसिस गर्न सक्छौं भन्दाखेरि क्लिनिकल साइन है, हामीले चाहिँ साइन एन्ड सिम्पटम्सहरू हेरेर है। अब कस्तो लक्षणहरू देखिया छ त हैन, ब्लडी डायरियाहरू देखिया छ कि, कुखुरा चोक्राएर बस्या छ कि हैन, मोर्टालिटी के कस्तो छ हैन, हो यिनीहरू हेरेर पनि के गर्न सकिन्छ, यो रोगको चाहिँ डायग्नोसिस गर्न सकिन्छ है। त्यसपछि अब हाम्रो ट्रिटमेन्ट है, अब यो रोग लागिसकेपछि हामीले चाहिँ उपचार कसरी गर्ने त भन्दाखेरि हामीले चाहिँ एन्टिकक्सिडियल ड्रग्सहरू चलाउन सक्छौं है। यो रोग लागिसकेपछि एन्टिकक्सिडियल ड्रग्सहरू जस्तै एम्प्रोलियम है, एम्प्रोलियम पाउडर हैन, हो यिनीहरू चाहिँ के गर्न सक्छौं, हामीले चाहिँ चलाउन सक्छौं है। यसको डोज भनेको चाहिँ 1 ग्राम पर 2 लिटर वाटरमा चाहिँ हामीले चाहिँ के गर्न सक्छौं, यो औषधि चाहिँ चलाउन सक्छौं है। यसरी चाहिँ हामीले चाहिँ यो रोगको चाहिँ ट्रिट गर्न सक्छौं हैन। त्यसपछि अब यसको कन्ट्रोल हैन, कन्ट्रोल रोकथाम है, प्रिभेन्सन हैन, हामीले चाहिँ प्रिभेन्सन यो डिजिजको कसरी गर्ने भन्दाखेरि हैन, पहिला सुरुमा त हामीले त के गर्न पर्यो, हाइजिन हैन, हाम्रो कुखुराको खोरमा चाहिँ के गर्न पर्यो, सरसफाइमा चाहिँ ध्यान दिन पर्यो हैन, सफा राख्न पर्यो है, स्यानिटेसन हैन, स्यानिटेसन गर्नु पर्यो हैन। त्यसपछि अर्को भनेको बायोसेक्युरिटी है, बायोसेक्युरिटी मेजरहरू हैन, बायोसेक्युरिटी चाहिँ अपनाउनु पर्यो है। बायोसेक्युरिटीहरू हामीले कसरी गर्न सक्छौं भन्दाखेरि हामीले चाहिँ अब सुरुमा हामीले चाहिँ डिसइन्फेक्टहरू हैन, जस्तै अब भिर्कोनहरू चाहिँ हामीले स्प्रे गर्न सकिन्छ हैन। त्यसपछि बाहिरको मान्छेहरूलाई चाहिँ फार्मभित्र चाहिँ प्रवेश नगरिकन हैन, बाहिरैबाट चाहिँ हेर्न लगाउने हैन, फार्मभित्र चाहिँ प्रवेश गर्न नदिने हैन। यसरी पनि हामीले चाहिँ बायोसेक्युरिटी मेजरहरू गर्न चाहिँ सकिन्छ है। अनि अर्को भनेको कक्सिडियल ड्रग्सहरू पनि हामीले चाहिँ टाइममा खुवाएर पनि कन्ट्रोल गर्न चाहिँ सकिन्छ है, अथवा यसको चाहिँ भ्याक्सिनहरू लगाएर पनि कन्ट्रोल गर्न सकिन्छ है। यति नै थियो, हस्, थ्यांक यू।